पोखरा महानगरपालिका 17 बिरौटामा निर्मित गण्डकी कोटीहोममा अक्षय तृतीयको पावन अवसर पारेर विधिपूर्वक विराट ज्ञान महायज्ञको औपचारिक शुभारम्भ गरिएको छ। वैदिक परम्परानुसार पञ्चाङ्ग निर्णायक समितिद्वारा तोकिएको शुभ साहित बिहान 6:27 बालिगेश्वर विजयकृष्ण मूर्ति महाराजको प्रमुख संकल्पमा यज्ञ शुरू गरिएको हो। अक्षय तृतीय जुन सत्ययुगको प्रारम्भ र वसन्त ऋतुको प्रत्येक दिन मानिन्छ। त्यही दिन यज्ञको आरम्भ हुनु आफैमा ऐतिहासिक र आध्यात्मिक दृष्टिले विशेष मानिएको छ। महाराज विजयकृष्ण मूर्तिका अनुसार मानव कल्याण, विश्व शान्ति र समृद्धिको कामना सहित आरम्भ गरिएको यो महायज्ञ 4 मुख्य आधार सतगुरु, समिति, सञ्चारकर्मी र संकल्प 4वटा समा आधारित भएर सम्पन्न हुनेछ। शुभारम्भ कार्यक्रममा स्थानीयवासी, विद्वान पण्डित, साधु सन्त, संचारकर्मी, समाजसेवी र देशका 50 भन्दा बढी जिल्लाबाट आएका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मंगलबारको 11,000 कलश यात्राले सम्पूर्ण वातावरण भक्तिमय बनाएको थियो। श्रद्धा र उत्साहले भरिएको कोटीहोम परिसर अहिले भव्य धार्मिक केन्द्रको रूपमा स्थापित हुँदैछ। कार्यक्रमको आयोजना मानव सेवा फाउन्डेशन नेपालले गरेको हो। फाउन्डेशनका अनुसार यज्ञ अवधिभर विविध धार्मिक र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। यसमा विवाह, व्रतबन्ध, रामायण पाठ पारायण, श्रीमद् भागवत कथा, प्रवचन, भजन प्रतियोगिता, हाजिर जवाब प्रतियोगिता लगायतका कार्यक्रमहरू समावेश रहेका छन्। महायज्ञमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त श्रीमद् भागवत कथा वाचिका देवी प्रतिभाको कथा वाचन निरन्तर रहिरहेको छ। कथा शुरू भएदेखि नै उहाँको प्रस्तुतिले सम्पूर्ण दर्शकहरूको हृदय छोएको छ। वैशाख 19 गते देवी प्रतिभाको विदाई कार्यक्रम गरिने कार्यक्रम तालिकामा उल्लेख गरिएको छ। यज्ञ अवधिभर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गुरुहरूको सहभागिता सुनिश्चित गरिएको छ। कार्यक्रमको सन्देश देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा पनि फैलाउने उद्देश्यले सञ्चारकर्मीहरूको उल्लेखनीय सक्रियता देखिएको छ। गण्डकी कोटीहोमलाई नेपालकै प्रमुख आध्यात्मिक थलो बनाउने संकल्प सहित निर्माण गरिएको हो। महाराज विजयकृष्णको दूरदृष्टिले प्रेरित यस परियोजनाले धार्मिक, पर्यटक, सांस्कृतिक संरक्षण र मानव कल्याणका दिशामा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ। न भूतो न भविष्यति, न भूतकालमा यस्तो महायज्ञ यो मातृभूमिमा भयो, न त भविष्यकालमा हुन सक्ला या नसक्ला। ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ 2082 को आज शुभारम्भ भनौँ, पूर्वाङ्ग भनौँ अथवा प्रथम दिवसको यो शुभ बिहानीमा ठिक 7:27 बजे नेपाल सरकारको आधिकारिक संस्था अथवा सरकारी कार्यालय नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, जो संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्दछ, पञ्चाङ्ग निर्णायक विकास समितिका पूज्य गुरुदेव ज्यूहरूले दिनुभएको शुभ साहित्यमा ठिक 7:27 मा पूर्व फर्केर पूज्य हाम्रा प्रधान आचार्य र स्वयं पूज्य गुरुदेवहरूको मुखारविन्दबाट निश्चित अमृतमय मन्त्र ध्वनिद्वारा र दियो कलश गणेशजीको एकदमै विधिवत सम्मतले पूजन गरेर एकदम सही समयमा, सही काम र सही बाटोमा भएको छ। हाम्रा पूज्य गुरुदेवहरू जति पनि पूर्व मेची महाकालीदेखि 50औं जिल्लाबाट, 7 प्रदेशबाट जुन यहाँ सवारी हुनुभएको छ, ब्रह्म मुहुर्तमा उठेर स्नान इत्यादि आफ्ना नित्य कर्महरू सकेर मलाई लाग्छ नेपालकै यो सन्दर्भमा सबैभन्दा सही समयमा विधिवत र अत्यन्तै भव्य रूपले यति बिहानको समयमा सारा कुराहरू तयारी गरेर गण्डकी कोटीहोम गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको आज शुभारम्भ भएको छ। आज दिनभरि नै यस्ता कर्महरू हाम्रा रहनेछन्। केही बेरपछि हाम्रा निरञ्जनी अखडाका पीठाधीश्वर आचार्य महामण्डलेश्वर पूज्यपाद प्रातस्मरणीय हामी सबैका पूज्य सम्मानित गुरुवर कैलासानन्द गिरिजी महाराज पनि आएर यहाँ पूजन गर्नुहुनेछ। आज अक्षय तृतीयाको दिन आज धेरै कोणबाट चाहिँ आजको महत्त्वता अत्याधिक छ। विभिन्न शास्त्रहरूमा, विभिन्न धर्म ग्रन्थहरूमा हाम्रा आचार्यहरू, पूर्वजहरू, ऋषिमुनिहरूले
आजको दिनलाई बहुत महत्त्वपूर्ण दिन, सत्ययुग प्रारम्भ भएको समय, परशुराम भगवानको अवतरण भएको समय, नरनारायण भगवानको अवतरण भएको, यो धेरै कुराहरू शास्त्रहरूमा पढ्न पाइन्छ। आज विशेष दान गर्ने दिनको रूपमा, आज जीवनलाई नयाँ जीवनको रूपमा सुरुवात गर्ने अथवा चाहिँ नयाँ वर्षको सुरुवातको समय, यो वसन्त ऋतुको समय, उत्तरायणको समय, त्यसमा पनि वैशाख महिनाको यो पवित्र समय, त्यसमा पनि अक्षय तृतीयाको त यो जति पनि यसो अमरताको लागि, सुखको लागि, शान्तिको लागि, समृद्धिको लागि, सर्व कल्याणको लागि, आनन्दताको लागि, जीवनमा सम्पूर्ण कुरा प्राप्तिको लागि आजको दिन पुराना सबै गएका वर्षहरूलाई बिर्सेर ती कुराहरूलाई पाठ सिकेर आजको दिनबाट नयाँ दिनको सुरुवात गर्ने, नयाँ जीवनको सुरुवात गर्ने, नयाँ कर्मको सुरुवात गर्ने, नयाँ अध्यायको सुरुवात गर्ने, नयाँ लक्ष्यतर्फ उन्मुख हुने, यी धेरै विषयमा चाहिँ बताइएको छ। र तसर्थ आज महाराजजीको पनि आगमन हुन्छ। भारतबाट अन्य धेरै विशिष्ट व्यक्तित्वहरू, गौसेवकहरू पनि यहाँ आउँदै हुनुहुन्छ र हाम्रा अन्य साधु सन्तहरूको पनि आगमन हुँदैछ, कथा व्यासहरूको पनि आगमन हुँदैछ। पूज्य देवी प्रतिभाजीको कथा त छँदै नै छ, भोलिसम्म उहाँ यहाँ रहनुहुन्छ र आज रात्रिकालीन समयमा भजन सन्ध्या पनि छ र धेरै सामाजिक अभियन्ताहरू यहाँ उहाँहरूका विभिन्न प्रस्तुतिहरू पनि आज हुनेछन्। आज हामीले जौको सातु शरबत सबैलाई दान गर्ने, सबैलाई अर्पण गर्ने कार्यक्रम पनि राखेका छौँ र सयौँ भक्तहरूले पनि बिहानैदेखि सातु, पानी, शरबत, मिश्री आम भक्तहरूलाई बाँड्ने भनेर नाम लेखाइरहनु भएको पनि छ र भोलि देवीज्यूलाई बिदा भएपछि हाम्रो पर्सीबाट वाल्मीकि रामायण भारतमा एकदमै अध्ययन गर्नुभएका युवा गुरु, नेपाली गुरु नै तर भारतमा सानै उमेरदेखि रहनुभएका हाम्रो पराङ्कुश कृष्ण गुरुदेवको वाल्मीकि रामायण कथा हुनेछ। 25 वर्ष उमेर पुग्नुभएका तर अत्यन्तै राम्रो दृष्टान्त दिन सक्ने, कथा राम्रो गर्न सक्ने, एकदमै नेपाली तर भारतमा आफूले अध्ययन गरेर चर्चा कमाउनु भएको छ। नेपालमा कमै व्यक्तिले चिन्नुहुन्छ होला तर नव उदयमान वक्ता हुनुहुन्छ। पर्सीबाट उहाँको वाल्मीकि रामायण त्यो कथा सुनेर राम र सीताका वियोगका विषयदेखि लिएर भगवान रामका मर्यादाका कुरा लिएर, मर्यादा पुरुषोत्तम श्री रामका चरित्रदेखि, सीताको चरित्रदेखि वाल्मीकिले लेख्नुभएको जुन यही नेपाली भूमिमै जुन वाल्मीकिले जुन किसिमको रचना गर्नुभयो त्यसको कथा सुनेर नरुनी को होला। त्यो कथाबाट हामी यति धेरैलाई प्रेरणा मिल्छ। त्यो किसिमको सङ्गीत, त्यो किसिमको कथा, त्यो किसिमको दृष्टान्त र त्यो किसिमको प्रवचन गर्न सक्ने एकमात्र युवा गुरु भन्न सक्छु मैले वाल्मीकि रामायणमा। त्यस्तो व्यक्तित्वलाई मैले आमन्त्रण गरेको छु। यो यहाँहरूको सबैको लागि सरप्राइजको विषय हुनेछ। उहाँको कथा सुन्दाखेरि सायद आसनबाट बसेको स्थानबाट चाहिँ उठ्न मन लाग्दैन, त्यो किसिमको वक्ता, पर्खर वक्ता आउँदै हुनुहुन्छ। यो हामी सबैको लागि खुसीको कुरा हो। पर्सीबाट 27 गतेसम्म हुनेछ भने राधिका दासी माताज्यू, दिनबन्धु पोखरेल गुरु, लन्डनबाट चन्द्रकला सखीज्यू लगायतका वक्ताहरू पनि आउनुहुन्छ र भारतबाट अनिरुद्धाचार्य महाराजजी, यसै गरी श्यामसुन्दर पराशर, जगद्गुरु शङ्कराचार्यका परम शिष्य निरीक्षणको लागि हिजो नै आइसक्नु भएको छ। आज उहाँले यज्ञमा कस्तो छ विधि विधान, गुरुहरू के कसरी बसिरहनु भएको छ, कस्तो छ यो यज्ञमा शङ्कराचार्य आउन मिल्ने हो या होइन, योको वातावरण कस्तो छ, आयोजक समितिका पदाधिकारी कतिको श्रद्धावान हुनुहुन्छ, के छ, शङ्कराचार्य आउनको लागि आज पनि उहाँले सम्पूर्ण कुराहरू, वासस्थान, यहाँको आसन, यहाँको यो यज्ञ विधि सम्बद्ध कर्महरूका विषय सबै कुराहरू उहाँले निरीक्षण गरेर एउटा रिपोर्ट तयार पार्नुहुन्छ। त्यो कुरा चाहिँ शङ्कराचार्य महाराजको सानिध्यमा उहाँले पेश गरेपछि शङ्कराचार्यले आउने त निर्णय मिति सबै दिइसक्नु भएको छ, तैपनि केही तलमाथि पर्छ या पर्दैन भने त्यो किसिमले अब आयोजकमा हामीमा सबै यो भर छ। सम्भवतः 99% शङ्कराचार्य भगवानको यहाँ आगमन पनि हुन्छ नै, किनकि सम्पूर्ण हामीले व्यवस्था गरिसकेका पनि छौँ र यहाँहरू सम्पूर्ण सञ्चारकर्मी जुन राष्ट्रका चौथो अङ्ग
जसले पशुपति कोटियमलाई सफल बनाउनका लागि ठुलो भूमिका खेल्नुभयो। गण्डकी कोटियमलाई अझ 5 गुणा राम्रो व्यवस्थित बनाउनमा हामी लागिरहेका छौँ। छोटो समयमै यति धेरै ठुलो यज्ञको तयारी गर्न पर्ने भएको हुनाले, यहाँ सयौं कर्महरू गर्न पर्ने भएको हुनाले अझै पनि व्यवस्थालाई चुस्त दुरुस्त अत्यन्तै राम्रो भव्य र सबैले जय जयकार गर्ने खालको कार्यक्रम व्यवस्थापन गर्ने तयारीमा छौँ। हाम्रो यज्ञ पनि उता कार्यक्रम पनि चलिरहेको, उता विभिन्न साइकल र्याली, ट्याक्सी र्याली, मोटरसाइकल र्याली, पैदल यात्रा, प्रचारात्मक विभिन्न प्रवचनात्मक कार्यक्रमहरू, भजन सद्धा सबै कार्यक्रम एकैचोटि। बाबा धीरेन्द्र कृष्ण शास्त्रीले निमन्त्रणा गरिएको छ। उहाँ 19 तारिकदेखि 23 तारिकसम्म अप्रिलको आउने कुरा थियो। त्यही प्राविधिक कुराले त्यही विशेष कारणवश त्यो समय चाहिँ आउन सक्नु भएन। संस्कार टेलिभिजनमा र उहाँको वेबसाइटहरूमा नेपाल आउने समय सबै कुरा प्रसारण भएको त्यही प्राविधिक विषयले ढिलो हुन गएको छ। अब 5 दिन आउनु भन्ने कुरामा चाहिँ 2 दिन भए पनि, एकै दिन भए पनि ल्याउने तयारी भइरहेको छ। त्यसमा केही विशेष सुरक्षाका विषय, दान दक्षिणाका विषय अथवा चाहिँ यहाँ स्वागत सत्कार गर्ने विषय, उहाँको समय मिल्ने विषय, यी धेरै 5-10 वटा कुराहरू हुन्छन् उहाँ आउँदाखेरि। त्यो भएर त्यसको लागि हर सम्भव हर प्रयत्न आयोजक समितिले हामीले गरिरहेका छौँ। हामी सबैको आशा भरोसा विश्वास सबै कुराहरू र सबैको साथ मिल्यो भने त्यो पनि असम्भव छैन, सम्भव हुन सक्ने बढी नै प्रतिशत छ भनौँ न। जय श्री राम।